गाइस श्रम संस्कृति पार्क प्रवेश गर्ने गेट चाहिँ यही हो। हामी आएको छु धरानमा। धरानमा यस्तो ब्युटिफुल पार्क छ कि यो पार्क बनाउने क्रेडिट चाहिँ हर्क साम्बाङज्यूलाई जान्छ। ल हेर्नुस् कस्तो बवाल छ यो पार्क। हेर्दाखेरि पनि एकदम राम्रो, एकदम बस्दाखेरि आनन्द आउने सुइटेबल पार्क। हेर्दाखेरि कुनै लाग्छ कि यहाँ आउँदा त स्विजरल्यान्ड विदेशतिरै आएको जस्तो महसुस हुन्छ। यस्तो बवाल छ कि यो पार्क। यो डिजाइनै बवाल, यस्तो बवाल पार्क छ कि यो। हेर्दै जाउँ के बनाउनु भएको रहेछ। त्यहाँ चिल्ड्रेन पार्क पनि रहेछ बच्चाहरूलाई खेल्नको लागि। एकदम राम्रो हुने, बस्नको लागि, रेस्ट गर्नको लागि। कति राम्रो। मलाई यहाँको विशेष एउटा मन परेको पनि यो मन्दिर पनि हो। कस्तो दामी बनाएको छ टक्कसँगले। वहाँ माथि चाहिँ धरान भनिन्छ यहाँनिर। वाउ एकदम राम्रो। यो चाहिँ प्रचलन चाहिँ श्रम संस्कृतिबाट पनि केही हुन्छ है भन्ने चाहिँ हो। यसपालि चाहिँ यहाँबाट चाहिँ म पनि हर्क साम्बाङलाई क्रेडिट गर्न चाहन्छु। धरान लेखेको चाहिँ यही हो। यहाँ बवाल। यहाँबाट चाहिँ पार्क हेर्दाखेरि चाहिँ यस्तो देखिँदो रहेछ राम्रो। एकदम ग्रिनरी, पानीको पाइप ल्याएको रहेछ यता। एकदम बवाल छ कि यो। उता पनि रहेछ, माथिसम्मै रहेछ। अब यो साइड घुम्यो हामी, अब अर्को साइड जाउँ। ल अब अर्को साइड हेर्नु पुरै। अब यो चाहिँ ब्रिज छ। यहाँ चाहिँ आमाले चाहिँ आफ्नो बच्चा बोकेर डोकोमा। एकदम यो पुरानो जमानाको एकदम बवाल छ। हेर्नुहोस् कस्तो दामी ब्रिज छ। एकदम राम्रो विदेशी आए जस्तो महसुस। यता खोला छ, एकदम राम्रो दामी ठाउँ आयो। अब हामी चाहिँ यहाँ चाहिँ विश्राम गर्ने एकदम दामी होइन। यहाँ चाहिँ हर्क साम्बाङ सरको हुनुहुन्छ, एकदम राम्रो। र एउटा भाइ जान्छ यहाँ बस्नुलाई। ल देखेछ, एकदम राम्रो। सबैले फोटो खिच्नको लागि बनाइदिएको रहेछ। भाइ फोटो खिच्छ त, श्रमदान गरौँ भनेर फोटो हाल्छु नि म। श्रम संस्कृति पार्क प्रवेशद्वार चाहिँ हामी अब प्रवेश गर्न लागिरहेछौँ। कस्तो दामी फुलहरू छ। अब भित्र जाउँ। एन्ट्री गरिसकेपछि यस्तो राम्रो छ। ल हेर, वाउ वाउ भने एकदम राम्रो राम्रो। मादल पनि रहेछ। कति मिठो बजाउनुहुन्छ दाइ, बजाइदिनुहोस् त। दाइले बजाउनु भएन। यहाँ किसानको फोटो छ एउटा मूर्ति। ओहो कति राम्रो, कति राम्रो, कति सुन्दर। कति यहीँ बसौँ मन लाग्ने। कति राम्रो यहाँबाट झन् यो पार्क। आमा हेर, एउटा नेपाली नागरिकलाई झल्काउने पार्क। नेपाली परम्पराले भरिपूर्ण, मेहनत दुःख सबै भएको पार्क श्रम संस्कृति पार्क। हेर्नुहोस् कस्तो दामी छ बस्ने ठाउँहरू। कति राम्रो। नेसनल फ्ल्याग हातमा लिएर, बेल्चा, कोदालो, ढुङ्गा, पाइप। ल फोटो खिच्नको लागि एकदम राम्रो। अब हर्क सरलाई त भेटिएन। हर्क सरको मूर्तिसँग फोटो खिच्यो चित्त बुझा हिँड्नुपर्ने हुन्छ। ल हेर्नुहोस् पार्क एकदम राम्रो पार्क। पार्क पनि डिभाइड गरेर बनाइरहेको रहेछ यहाँ चाहिँ। यस्तो अब अर्कै यहाँ चाहिँ फेरि धरान भनेर लेखेको छ यहाँ। यहाँ चाहिँ पुरै कोसेली कुन शेर्पा कल्चरवाला रहेछ यहाँ चाहिँ। सेल र तुङबा छ।
यहाँ चाहिँ अब माछाको भयो एकदम राम्रो हेर्नुहोस् कति राम्रो यता यो चाहिँ धरान यो चाहिँ काठ चिरेको काठ काटेको एकदम राम्रो ल यहाँ आएपछि अब पानी नखाने कुरा हुँदैन एकदम राम्रो संस्कृति पार्कमा आएर चाहिँ अब हामी पानी पिउनेछौँ पानी पनि एकदम राम्रो सफा अर्ग्यानिक पानी यसमा कुनै मिसावट छैन